यो मुभी चाहिँ पछिल्लो समयमा भौतिकवादतर्फ गएको नेपाली समाज, समग्र भौतिकवादतर्फ गएको समग्र नेपाली समाजमा पनि असल चरित्र भएका अभिभावकको भूमिका र मुलुकमा व्यक्त व्यथिति लगायतका कुराहरूमा असल युवाहरूको आक्रोशपूर्ण अभिव्यक्ति यसमा चित्रण भएको छ। समग्र रूपमा पछिल्लो समयमा एकातर्फ भौतिकवादतर्फ गएको, द्वन्द्ववादतर्फ पनि गएको र अलिकति आफ्ना संस्कारहरूबाट टाढा भएर विदेशतिर पलायन हुने युवाहरूलाई पनि एउटा सन्देशमूलक छ यो। अर्कोतर्फ नेपाली समाजमा पछिल्लो समय यो भौतिकवादले उत्पन्न गरेको भोग्यवादका कुराहरूलाई पनि अन्ततगत्ता ती छेडभङ्कुर कुराहरू पानीका फोका जस्ता हुन् र त्यसतर्फ लिप्त हुने जो पनि मान्छेहरूको चाहिँ कानुनी दायरामा आउनुपर्छ भन्ने पनि यसको सन्देश हो। त्यसैले समग्र रूपमा भौतिकवादतर्फ उन्मुख भएको समाजलाई चाहिँ वास्तविकतातर्फ डोर्याउने र भोग्यवादतर्फ उन्मुख भएको केही मान्छेको समुदायलाई चाहिँ त्यसको अन्त्य हुन्छ, त्यस कारणले त्यसतर्फ लाग्नुहुन्न भन्ने किसिमको सन्देश जाने मध्यमवर्गीय परिवारको माध्यमले युवाहरूको भावनाको प्रतिध्वनिको प्रतिबिम्बन चाहिँ यस मुभीले गरेको पाइन्छ।